लाज लागेन? गृह मन्त्रालय मेरो मार्फत चल्छ भन्ने प्रधानमन्त्री, प्रहरी मेरो मार्फत चल्छ भन्ने गृह मन्त्री, लाज लागेन? लजाउनुस्। लाज लाग्छ, लाग्न पर्छ। होइन भने लाज तपाईहरुलाई देखेर लगाउँछ। तिम्रो घरको भात पकाउन प्रहरीमा भर्ती भएका होइनन् जवानहरू। देशको सेवा गर्न हो, सीमामा सेवा गर्न हो, तस्करहरू रोक्न हो। आज तस्करी हुँदा पनि टुलु टुलु हेरेर बस्नुपर्ने अवस्था छ। नेपाल प्रहरीलाई किनबेच गर्न खोज्ने दलालहरू, ठाडो शिर पारेर हिँड्ने प्रहरीलाई कसैको गुलाम बनाउन खोज्ने दलालहरू, यति भने बापत मलाई हत्कडी लाउँछौ? लगाऊ लगाऊ हत्कडी। नेपाल प्रहरीलाई हाकेको भन्नेहरू नेपाल प्रहरीलाई गुलाम बनाइरहेका छौ। यो देशको शानलाई गुलाम बनाइरहेका छौ। कसैलाई सौजन्यका नाममा, कसैलाई प्रहरीलाई भान्सेका नाममा। तिम्रो घरमा भान्से बसेका प्रहरी जनताका सेवक हुन्, तिम्रो घरको भान्से होइनन्। नेपाल सरकार गृह मन्त्रालय समृद्धिका कुरा गर्ने प्रधानमन्त्री, लाज मान्नुस्, लाज। गृह मन्त्रालयको मातहतमा रहेको प्रहरी चौकीमा कुनै एउटा व्यक्तिको नाम हुनु हुँदैन। प्रहरी भान्से होइनन्, प्रहरी सेवक हुन्। प्रहरीलाई सेवा गर्न दिनुस्। भान्साको काम आफ्नै घरका परिवारका सदस्यलाई गराउनुस्। नेपाल प्रहरीको वर्दीमा सम्म सौजन्य देखाउनुस्। लाज मान्नुस् यार, लाज। स्वाभिमानका कुरा गर्ने प्रधानमन्त्रीज्यू टुक्का मात्रै हान्ने कि रोजाउने पनि? प्रहरीलाई प्रहरी चौकीमा रहन दिनुस्, कुनै भिआइपी भिभिआइपी को भान्सामा होइन। लाज लाग्यो होला नि जितेन्द्र यादव खजुरियाको नाम देखेर। चौकीको बोर्ड, यो बोर्ड कति होला? 1000, 1500, 2000। 1000, 1500, 2000 मा हाम्रो प्रहरी कार्यालय सौजन्य जितेन्द्र यादव खजुरियाको कब्जामा छ। कब्जामा भन्छौँ हामी। यदि कसैलाई सौजन्य गर्न मन लागेको छ भने नाम लेखाउने होइन, सौजन्य गर्ने हो। सुरक्षा थ्रेड काम गर्नेलाई हुन्छ, काम गरेको कुनै नेता देखिँदैन। त्यसैले कुनै नेतालाई सुरक्षा थ्रेड छैन। प्रहरी भात पकाउनका लागि होइनन्, देशको सेवा गर्नका लागि हुन्। प्रहरीलाई आज जितेन्द्र यादव खजुरियाले सौजन्य गरे भने जितेन्द्र कुमार खजुरियाले केही गल्ती गर्यो भने प्रहरीले उनलाई के गर्ने? कारबाही गर्ने कि नगर्ने? जितेन्द्र कुमार खजुरियाको चौकी हो यो कि नेपाल सरकारको चौकी हो? स्वाभिमानका कुरा। तपाईहरुको कारणले नेपाल प्रहरीको शिर नुगेको छ। तपाईहरुको कारणले। प्रहरीलाई कसैको घरमा भान्से नबनाउनुस्। प्रहरीको आवश्यकता बोर्डरमा छ, प्रहरी चौकीमा छ। प्रहरीलाई प्रहरी चौकीमा रहन दिनुस्, कुनै भिआइपी भिभिआइपी को भान्सामा होइन। प्रहरी कहाँ छन्? हामी भन्छौँ तपाईलाई प्रहरी कहाँ छन्? प्रहरी छन् भिभिआइपीहरुको सेवामा, भिआइपीहरुको सेवामा। पूर्व प्रहरीको घरमा भान्सामा, भिआइपी को भान्सामा प्रहरी चाहियो। प्रहरी चौकीमा, सीमामा। नेपाल सरकारले प्रहरीको कार्यालयमा चौकीको अगाडि बोर्डमा कुनै व्यक्तिको नाम लेख्छ, सौजन्य जितेन्द्र यादव खजुरिया।